Hello, good morning guys. I want to show you something. You can see the fries here. तपाईं गेस गर्न सक्नुहुन्छ यो के को फ्राइज हो? तपाईलाई स्लोली देखाउँदै लानेछु। यो चाहिँ मेरो जुत्ताको फ्राइज हो गाइस। ढान्टान। यो चाहिँ मेरो रनिङ सुज हो। फाइनली मैले चाहिँ किनिसकेको छु। मेरो चाहिँ अब यही 19 डिसेम्बर 19 तारिखको चाहिँ मेरो रनिङ छ गाइस। अब म तपाईलाई सुज देखाउँछु। ढान्टान हेर्नुस्। यो हो मेरो म्याराथन रनिङ गर्दा लगाउने जुत्ता हो। तपाईहरुलाई म हल्का यताबाट देखाइदिन्छु। हेर्नुस् है, सिम्पल छ जुत्ता, एकदम हलुका पनि छ, तर निकै महँगो पर्यो गाइस। यो जुत्ताको दाम चाहिँ तपाईहरुलाई नभनौँ होला, तपाईहरु गुगलमा पनि हेर्न सक्नुहुनेछ। भिडियो चाहिँ हेर्दै गर्नु होला। म तपाईहरुलाई म्याराथनको मैले भाग लिएको त्यो दिनको म भिडियो जोड्दै लानेछु। ओके गाइस, किप वाचिङ है।得不得？ أنت العزيمة، أنت الإصرار، أنت الأجمل والأروع. نوافو أخذ نفس عميق، أدري ما تقدر تتكلم الآن. Get hydrated, get some water، ونلتقي مرة أخرى. تمشى، ريح، get the blood pressure back to normal. Great job, champion. And the girls are coming, approaching. Great job. Thank you for watching guys this video. Please like, comment and subscribe my YouTube channel. अब भने तपाईहरुले केही फोटोहरु देख्दै हुनुहुन्छ। यो चाहिँ रनिङ सुरु हुनुभन्दा केही समय अगाडिको फोटो र अरु केही फोटोहरु पनि छ। तपाईहरु कन्टिन्यू हेर्दै जानु होला। रनिङ सकिएपछिका फोटोहरु पनि छ। तपाईहरुले अन्तिमसम्म हेरेर साथ दिनु होला। आजको 16 किलोमिटर रनिङ चाहिँ गजबै भयो भनौं। यो मेरो पहिलो एक्सपिरियन्स थियो, पहिलो अनुभव। बहराइनमा भएको यो 16 किलोमिटर रनमा सुरुवाती आजको मौसम केही मतलब च्यालेन्जिङ थियो। बिहान एकदमै चिसो हावा चलिरहेको थियो रनिङको समयमा र केही दिन पानी परेपछि पानी त रहिएको थियो, तर माटो चाहिँ गिलो भएको कारणले गर्दा रनिङ गर्न निकै असहज भएको थियो। तैपनि रनिङमा भाग लिइसकेपछि क्विट गर्ने कुरो भएन। जति नै बाधा अवरोध आए पनि रनिङ मैले चाहिँ 16 किलोमिटर पार गर्न सफल भएको छु। र रनिङ गर्दा डाँडा काँडा उकालो ओह्रालो खोल्साहरू पार गर्दै गइयो। ग्यासका पाइपहरू थिए, ती ग्यासका पाइप भयो, यो पेट्रोलको पाइपहरूलाई क्रस गर्दै गएर फाइनली मैले रनिङ चाहिँ पुरा नै गरे साथीहरु।
र यो 16 किलोमिटर रनिङको यो मेरो पहिलो अनुभव हो। यो रनिङमा जे होस् मलाई धेरै साथीहरूले साथ पनि दिनुभएको छ, फोटो उठाउनलाई, भिडियो बनाउनलाई। म ती साथीहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कायुम खानलाई धेरै धेरै धन्यवाद, कमरुद्दिनलाई धेरै धेरै धन्यवाद, हाम्रो राम भाइलाई धेरै धेरै धन्यवाद, साद अली धेरै धेरै धन्यवाद र सम्पूर्ण पार्टिसिपेटहरूलाई पनि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। किनभने यो रनमा चाहिँ हामी लगभग 650 जना जति सहभागिता भएका रहेछौँ र म चाहिँ एज वाइज ग्रुपमा चौथो आउन सफल भएको रहेछु। थ्याङ्क यू फर वाचिङ। जय नेपाल।